हेलो दर्शक नमस्ते छोरले पनि भन्न चाहन्छु म हो तपाईँहरूकै साथीहरूको खान मोबाइल काल्पनिक कमेडियन गर्दाखेरि आज चाहिँ म धेरै लामो समयपछिको अन्तराल भन्नु मिल्दैन हामी चाहिँ आएको 2 वर्ष भयो कुवेतमा र कुवेतको हामी चाहिँ फर्स्ट यो मालिया मुर्गान कि भन्छ सरी भन्न चाहन्छु त्यसको लागि त्यो कुरा र यतिखेर चाहिँ हामी आज यो ईदको पावन अवसर पारेर चाहिँ है घुम्न आएको छौँ साथीभाइसँग हेर्न सक्नुहुन्छ यहाँको कुवेतको दृश्यहरू यति राम्रो छ भन्ने मलाई लागेको थिएन तर चाहिँ जब यहाँ म आइसकेपछि आफैले खुद देखेँ है यहाँको राम्रो रहेछ यहाँको है मैले सोचेको पनि थिएन यतिको रमाइलो दृश्य छ यस्तो राम्रो रूप छ भन्ने चाहिँ मैले देखेको थिएन यदि तपाईँहरू पनि जानुहुन्छ भने आउन चाहनुहुन्छ भने आउनुहोस् यही हो मौका है पछिको मौका भन्छ के हुन्छ है आएर एकचोटि भिजिट गरिदिनु होला यो ठाउँ है अरू दृश्य पनि हजुरहरूलाई म देखाउने छु अरू सिनहरू है अरू एरियाहरू है त ल हेर्नु सक्नुहुन्छ यहाँको यो यस्तो दामी छ माथि टावर देखाउनु है अहिले टावर लगभग जति गरौँ लैसक भयो आज हामी कुवेतको प्रोग्राममा छु घुम्न आएको थियो त्यस कारणले यसो साथीभाइहरू घुम्दै आएको यो टावरहरू सक्नुहुन्छ यसो भिजिट गर्दैछु मैले अझै हेरौँ एकपछि अगाडि सी साइडतिर गएको पनि दृश्यहरू देख्छौँ ल धन्यवाद हेलो हाई दर्शक नमस्ते सबैले सम्पूर्ण दर्शकले हेर्नुहुने सबैलाई हामी आएको कुवेत हाल 1.5 वर्ष भयो फर्स्ट टाइम ईदको पावन अवसरमा घुम्न आएको हामी र हामी ईदको अवसरमा घुमिरहेको छौँ रमाइलो गरिरहेको छौँ अनि कस्तो लागिरहेछ कस्तो लाग्यो यहाँको कुवेत सिटी हामी चाहिँ होइन फर्स्टचोटि आएको होइन राम्रो लागिरहेछ ल धन्यवाद हेलो गाइज आज हामी चाहिँ नेपालबाट आएको 2 वर्षपछि यो कुवेतको मालिया सिटी भन्ने ठाउँमा आएको तर जहाँसम्म लाग्छ मलाई त्यत्तिको रमाइलो हुन्छ जस्तो लागेको थिएन तर अहिले मालिया सिटीमै आइपुग्दाखेरि हामीले सोचेकोभन्दा धेरै नै रमाइलो लाग्यो सरकारबाट आउनु सोच्नुको लागि घुम्ने ठाउँ लाइकको रहेछ कुवेतको मालिया सिटी भन्ने ठाउँ चाहिँ ल आइदिनुहोस् घुमिदिनुहोस् राम्रोसँगले कुवेतको लामो दुखाइको पछि अनुभव पनि बनिएर नेपाल जानुहोस् थ्याङ्क यू हेलो दर्शक नमस्ते सम्पूर्णलाई गुड मर्निङ अनि जोडले पनि भन्न चाहन्छु म यतिखेर कुवेतको सिटी मालिया स्थित छु र आज चाहिँ धेरै लङ टाइम पछि म चाहिँ यहाँ फर्स्ट टाइम भनौँ न फर्स्ट टाइम आएको हामी चाहिँ साथी र म चाहिँ हामीसँगै आएको 2 वर्ष पुरा भएर लगभग 2 वर्ष क्लियर भइसक्यो पुरा भइसक्यो आज चाहिँ मालिया सिटीमा चाहिँ फर्स्ट टाइम आएको हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू है यहाँको दृश्यहरू हेर्न सक्नुहुन्छ अहिले चाहिँ यो बस पार्कमै छौँ हामी अनि चाहिँ यसको यो कुन टावर भन्छ यसलाई चाहिँ अलिक मलाई नाम थाहा भएन पछि नाम थाहा गर्ने गर्नेछु हेर्न सक्नुहुन्छ यो कुवेतको यो एकदम फेमस टावर भनेर चाहिँ चिनिने गर्दछ यसको नाम चाहिँ मलाई थाहा भएन है हेर्नुहोस् त वाउ सो नाइस भ्यू गाइस आज चाहिँ म धेरै लामो समयपछि यहाँ चाहिँ आएको छु हेर्न सक्नुहुन्छ कुवेत सिटीको मालिया भन्ने ठाउँ है ल हेर्नुहोस् त एकदम दामी छ यो सिन ल हेर्न सक्नुहुन्छ म तपाईँहरूलाई चाहिँ यस्तै भिडियो लिएर आउनेछु है त गाइस